पावर पनि चाहियो र माइलेज पनि चाहियो। दुईटै बाइक दुईटै विशेषता चाहिँ कुन बाइकमा पाइन्छ भन्दा यो होन्डाको साइन 125 सीसीकोमा माइलेज भन्नुहुन्छ भने 55 प्लसको दिन्छ। तान भन्नुहुन्छ भने तराई पहाड हिमाल जुनसुकै ठाउँ कुदाउनुहोस् एकदम तानमा तपाईँलाई कुनै पनि कम्प्रोमाइज छैन यो बाइकमा चाहिँ। 2021 मोडलको जम्मा 34,000 किलोमिटर हिँडेको यो साइन बाइक एकदम सिलप्याक इन्जिनमा पाउनुहुन्छ भने अगाडि पछाडि दुईटै नयाँ टायर पाउनुहुन्छ। मेन्टेनेन्समा 1 रुपैयाँ पनि खर्च छैन भने यसमा पनि तपाईँले मेन्टेनेन्स तपाईँलाई वार्षिक करदेखि लिएर माइलेज सबै कुरामा बचत हुने यो एकदमै किफायती भनेर चिनिने यो होन्डाको साइन 125 सीसीको बाइक चाहिँ बाइक सेलमा अपडेट भइसकेको छ। अब तपाईँको रोजाइ र तपाईँको खोजाइमा यो बाइक पर्छ भने हाम्रो यो भिडियो देख्ने बित्तिकै फटाफट हाम्रो कल वाट्सएप गरेर हामीलाई कल वाट्सएप गरेर यसको डिटेल पनि बुझ्न सक्नुहुन्छ अथवा हाम्रोमा फिजिकल्ली भिजिट गरेर पनि तपाईँले यो गाडीको सम्पूर्ण यान्त्रिक परीक्षण गरेर हाम्रोदेखि पाउने सम्पूर्ण सेवा सुविधाहरू सहित चाहिँ तपाईँले यो बाइक लिएर जान सक्नुहुन्छ। अब आउँदै गरेको चाडबाडमा चाहिँ तपाईँ बाहिरदेखि नेपाल आएर 2-4 महिना बाइक युज गर्ने सोचमा हुनुहुन्छ भने हामीले दिँदै आइरहेको सेवा सुविधामा चाहिँ 2-4 महिना बाइक युज गर्नुहोस्, फर्किने बेलामा कहाँ बेचौँ कसलाई बेचौँ र कतिमा बेचौँ भन्ने झन्झटलाई मुक्त गर्दै हामीले दिँदै आइरहेको सेवा सुविधामा एकदमै थोरै मात्र पैसा कटाएर तपाईँले युज गर्नुभएको बाइक स्कुटरहरू चाहिँ हामी नै राख्दैछौँ। अब यस्तो राम्रो सेवा सुविधाहरू बाइक सेलले दिँदै आइरहेको छ। फटाफट ढिला नगरी यो भिडियो देख्ने बित्तिकै चाहिँ यति राम्रो बाइक ग्र्याब गर्न चाहिँ तुरुन्त हाम्रोमा आएर यस्तो राम्रो बाइक चाहिँ आफ्नो बनाइहाल्नु होला। हस् त, धन्यवाद।